युवा पिँढीलाई ध्यान कतिको आवश्यक हुन्छ? ओहो, यो चाहिँ नि एकदम राम्रो प्रश्न सोध्नुभयो तपाईँले है। मैले जहाँ जाँदा पनि यही कुराले एकदम चिन्तित हुन्छु। यो हाम्रो युवा, हाम्रो देशको भविष्य होइन, संसारभरि उनीहरूले जसरी माइन्डमै उनीहरू बसिरहेको छन् होइन। यो हाम्रो साइन्टिस्टले भनेर चाहिँ दिनको 60,000वटा विचार आउँछ। हामीलाई अझ ओभर थिङ्कर छ भने त 1,20,000 विचार आउँछन्। उनीहरू माइन्डमै बसिरहेको छन्। त्यही कारणले डिप्रेसन, एन्जाइटी होइन, अहिले सुसाइडको कुराहरू नेपालमा पनि यति देखेर एकदम पीडित भएको छु म। एकदम युवाहरू नै जसमा यति जोस हुनुपर्ने, एनर्जी हुनुपर्ने, उनीहरूमै एनर्जी पनि छैन। सुसाइडल थट आउने, एकदम डिप्रेसिभ, अल्छी, बिहान ढिलो उठ्ने अहिलेको टिनेजरहरू होइन। एकदम डोपामिन रिलिज चाहिने, उनीहरूलाई जे कुरा पनि इन्स्टेन्टली चाहेर हाई पुग्ने अनि फेरि लो झर्ने स्थिति छ। त्यही भएर यो ध्यान भनेको अप्सनल होइन, अब म्यान्डेटोरी भइसक्यो। ध्यान पहिला हामी परमात्माको खोजको लागि, मोक्षको खोजको लागि ध्यान गर्थ्यौँ, साधना गर्थ्यौँ, अध्यात्ममा जुड्थ्यौँ। अहिले चाहिँ नि हाम्रो डेली लेभलमा फङ्सन गर्नलाई नै, डिसिजन लिनलाई, रिलेसनसिपमा राम्ररी बस्नको लागि, घर व्यवहार चल्नको लागि, फङ्सनल हुनलाई नै ध्यान चाहिने भइसकेको छ है। त्यही भएर त्यसमाथि ओशोको ध्यान विधि, सक्रिय ध्यान विधि, उहाँले म्युजिक लगाएर विधि दिएर अलिकति बडी र माइन्डलाई टायर्ड गर्ने विधिहरू चाहिँ नि डाइनेमिक भयो, मण्डला भयो, हाम्रो कुण्डलिनी मेडिटेसनहरू चाहिँ नि मैले सकेसम्म युवाहरूलाई पुऱ्याउँ, उहाँहरूलाई गराउँ भन्ने मेरो एउटा मिसन छ। एटलिस्ट 1 घन्टाको डाइनेमिक चाहिँ मान्छेहरूले गरोस् होइन। त्यो नगरिकन एकछिन माइन्डबाट ब्रेक नलिकन हृदयमा आएन भने उनीहरूलाई ठुलो क्राइसिस छ। पहिला हाम्रो जमानामा मिड लाइफ क्राइसिस हुन्थ्यो। 50 वर्ष पुगेपछि, 45 वर्ष पुगेपछि अब लाइफमा के गर्ने होइन, सबै कुरा भोगिसक्यो, एउटा बोर्डम आउँथ्यो, वैराग्यले छुन्थ्यो। अहिलेको युवाहरूलाई क्वार्टर लाइफ क्राइसिस छ। अहिले 22 वर्ष 23 वर्षमा उनीहरू एकदम एन्सियस भइसक्यो। अब के गर्ने, एकदम उनीहरूलाई सानो कुराले पिरोल्छ, चिन्ता लिन्छन्, स्ट्रेस लिन्छन् होइन, किनभने उनीहरू टु मच माइन्डमा छ। त्यही भएर हाम्रो जिम्मेवारी चाहिँ नि अब अहिले हामी ओशो सन्यासीको आश्रमहरूको चाहिँ नि युवाहरूलाई कसरी एट्र्याक्ट गर्ने। हाम्रो यो एजुकेसन सिस्टमै खत्तम छ, एकदम मेमोराइज गर्ने खाली एम्बिसन दिएको छ, तर प्र्याक्टिकल केही पनि छैन। इमोसन्सलाई कसरी कन्ट्रोल गर्ने, हृदयमा कसरी लिएर आउने, म्युजिक कसरी सिकाउने, एकछिन नचाउने कसरी, हँसाउने कसरी, प्रेम कसरी गराउने, आत्मीयता कसरी गराउने नभइसकेपछि त्यो ऊर्जा सबै माइन्डले लिएको छ होइन। त्यही भएर हामी सबैजना लागौँ। यो विराटनगरको आश्रम छ, युवाहरूलाई बोलाउँ, उनीहरूलाई पहिलादेखि नै माइन्ड ट्रेनिङ गरौँ ताकि उनीहरूको भविष्य राम्रो होस्। सुसाइड नगरौँ। हामीले एकजनाको सुसाइड मात्र बचाउन सक्यो भने ठुलो पुण्य हो होइन। एकजना अहिले हिजो शिविरमा पनि डिप्रेसनका साथीहरू आउनुभएको थियो, उनीहरूले 3 दिन गरेपछि कति आनन्द आयो भन्नुभयो नि त। त्यही भएर अहिलेको जमानामा चाहिँ नि हामीले ओशोलाई जसरी भए पनि बाँड्नै पर्छ, ओशोको किताबहरू बाँड्नै पर्छ, ध्यान बाँड्नै पर्छ र हाम्रो युवालाई, हाम्रो फ्युचरलाई बचाउनै पर्छ। नभए यो पृथ्वी हामीले हाम्रो एकदम नराम्रो छोडेर जाने।